हेलो एभ्रिवान गुड इभिनिङ। आज चाहिँ म डल्ले खोर्सानीको अचार बनाउन जाँदैछु। पहिला चाहिँ यो जिरा धनिया तोरीलाई चाहिँ मैले ड्राई रोस्ट गर्दैछु। यसलाई चाहिँ कोर्सली ग्राइन्ड गर्नुपर्छ। अनि यहाँनिर चाहिँ मस्टर्ड ओइलमा डल्ले खोर्सानी यो 3-4 दिन घाममा सुकाएको डल्ले खोर्सानी हो। यसमा अलिकति लसुन लगाएर चाहिँ म यसलाई मजाले फ्राई गर्छु पहिला। अनि कोर्सली ग्राइन्ड गरेको यो मसलालाई चाहिँ मजाले मिक्स गर्छु। अब यहाँपछि केलोन्जीलाई पनि मैले एड गरेको छु। यहाँनिर यो चाहिँ मजाले धोएर चाहिँ मैले सुकाएको। केलोन्जीमा चाहिँ ढुङ्गा हुन्छ, मजाले धुनुहोस्। अनि नुन, यसमा तपाईँलाई स्वादअनुसार नुन अनि हल्दी लगाएर चाहिँ मजाले मिक्स गरिदिनुहोस्। यसलाई मजाले मिक्स गर्नुपर्छ ताकि खोर्सानीको भित्रसम्म चाहिँ यसको मसला पुगोस् न। त्यसरी चाहिँ मजाले मिक्स गरिदिनुहोस्। त्यसमा त्यहाँदेखि चाहिँ मैले यसमा भिनेगर पनि हालेको छु। भिनेगर चाहिँ हाल्नुपर्छ। हाल्दाखेरि चाहिँ अब अचार धेरै दिनलाई बस्छ नि त भिनेगर हाल्यो भने। अनि यहाँ मैले भिनेगर हालिदिएको छु। यो भिनेगरले चाहिँ प्रिजर्भ गर्छ। यो चाहिँ अब प्रिजर्भेटिभ हो। भिनेगर लगाएर फेरि मजाले मिक्स गरिदिनुहोस्। त्यहाँदेखि चाहिँ यो अचारलाई चाहिँ हल्का सेलाएपछि चाहिँ एउटा बोतलमा लगाइदिनुहोस्, बोतलको ग्लासमा। त्यसो गर्दा चाहिँ यो धेरै दिनसम्म रहन्छ, खानुको लागि मिठो हुन्छ। योपालि चाहिँ मैले नुनमा नभिजाएर यसरी अचार बनाएको। नुनमा भिजाएको चाहिँ मलाई चाहिँ एकदमै राम्रो गर्दैन। तपाईँहरू पनि ट्राई गर्नुहोस्, मिठो हुन्छ यो अचार।